सक्दिनँ कि तपाईँ मेरो लागि कति इम्पोर्टेन्ट हुनुहुन्छ भनेर। यु मिन सो मच टु मी। थ्याङ्क यू। दिदी मलाई छोडेर जान्छस् है? म त बिना कसरी बसौँ भन् त? दैट लाटी, म चाहिँ त बिना बस्न सक्छु होला त। बरु तेरो बिना चाहिँदैन मलाई, त चाहिन्छ बुझिस्? मैले सबै चाजुबाजु मिलाइसकेको छु। अबको केही महिनामा त हाम्रोमा आउँछेस् र उतै बसेर +2 गर्छेस्, बुझिस्? लभ यु दे। हद भन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे मैले माया लाएर। हद भन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे माया लाएर। हद भन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे मैले माया लाएर। मायाले छुँदै मार्यो, पागलै बनायो, मुटु जलायो, हँसाउँदै रुवायो। हद भन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे माया लाएर। Periscope is an important program. Is that similar to Periscope? जीवन मबाट भयो ठुलै यो गल्ती, मैले तिमीलाई दिनु जीवन। तिमीले दियो कस्तो यो चोट टुक्राइदियो मेरो यो मन। जो मेरो मुटु थियो उसैले छोडिदियो, लाएसी छुट्नै पर्ने खै कस्तो माया हो यो। हद भन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे माया लाएर।
भोलि आखिरमा के पायो के पलको खुसी दिई जीवनभरि रुवायो हदभन्दा बेसी तिमीलाई चाहेर गल्ती गरे माया लाएर गल्ती गरे मैले माया लाएर तँलाई अलिकति पनि लाज भएन है? आफ्नै दिदीको बुढासँग बरु मलाई एकचोटि भनिदिएको भए म तेरो लागि जे नै गर्न तयार थिएँ। तर त बहिनी भन्न नि घिनै लाग्दो। छि 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 छि। ईसा के भन्दैछौ तिमी यो? अनि तिमी चाहिँ नि तिमी कस्तो खालको मान्छे हो? आफ्नै सालीसँग भित्रभित्र प्रेम रचेर यो अवस्थामा पुर्याउन तिमीलाई अलिकति पनि लाज भएन? ईसा मुख सम्हालेर बोल। बिचरा श्रुति। ओहो बिचरा रे, मैले तिमीहरू दुईजनाको नाटक सब देखिसकेको छु अनि त्यो रात तिमीहरू बोलेको सबै सुनेको छु। त्यो रात के भएको थियो थाहा छ? सुन। कोही छ, बचाऊ, छोड, बचाऊ, बचाऊ, छोड दे, छोड, बचाऊ, कोही छ, बचाऊ, कोही छ, बचाऊ, कोही छ। وزارة التربية والتعليم والتعليم الفني تطلق تحذيرا هاما للطلاب. مشاعر شاب في لجان المنازل دي. मेरो आफ्नै दाइ भएको भए पनि सायद मेरो लागि यो सब गर्दैन थियो होला। जुन तपाईँ मेरो लागि भगवान भनेर आउनुभयो। मलाई आफ्नै बहिनी मान्नुहोस् है, म हजुरलाई आफ्नै दाइ भन्छु नि ल। संसारमा धेरै माया म मेरो श्रीमतीलाई गर्छु। श्रीमती भनेको भगवानको प्रसाद हो। झन् तिमी त मेरो आफ्नै बुढीको बहिनी। मेरो बुढीले धेरै माया गरेर राखेको मुटुको टुक्रा अनि मेरो प्यारी बुढीको मुटुको टुक्रा मेरो पनि बहिनी भएन त? आजदेखि तिम्रो हरेक परिस्थितिमा सुख दुःखमा तिम्रो अङ्गरक्षक भई उभिन्छु बहिनी। मैले तपाईँलाई यो बताउन सक्दिनँ कि तपाईँ मेरो लागि कति इम्पोर्टेन्ट हुनुहुन्छ भनेर। यु मिन सो मच टु मी। थ्याङ्क यू। दिदी, मैले तपाईँलाई पहिल्यै भन्न खोजेको थिएँ यो कुरा, तर तपाईँले कहिल्यै सुन्नै चाहनु भएन मेरो कुरा। मलाई माफ गरिदेऊ बहिनी। मैले तिम्रो पीडामा तिमीलाई साथ दिन छोडेर के सोच्न पुगेछु। तिमी त मेरो मुटुको टुक्रा पो हो त। अनि राज, एउटा राम जस्तो पतिमाथि मलाई सधैँ माया गर्ने श्रीमान माथि मैले के सोच्न पुगेछु। मलाई माफ गरिदेऊ।